ग्राउन्ड बनाउनु। स्पेनको एक्जाम्पल लिनु, स्पेन टिकिटाको फुटबलको अगाडि स्पेनको फुटबल खेल्न अलग्गै थियो। स्पेनले फुटसल एउटा सासानो ग्राउन्ड हरेक जग्गामा अलमोस्ट 15,000 प्लस सासानो ग्राउन्ड्सहरू बनाएर छोडिदियो। र त्यो ग्राउन्ड्स बनाएर छोडिदिँदा यति ज्यादा नानीहरू आएर खेल्नु थाल्यो र त्यो नानीहरू आएर खेलेर स्पेनको 5 इयर्स बादमा फुटबलको जुन स्टाइल नै चेन्ज भएर स्ट्यान्डर्ड नै चेन्ज भयो। नेपालमा आई थिङ्क जस्ट ग्राउन्ड बनाएर छोडिदिनु, हरेक गाउँ गाउँमा टाउनहरूमा जहाँ जग्गा पाउँछ स्मल साइडेड 5 a side 7 a side 9 a side ग्राउन्ड्स बनाएर छोडिदिनु। जस्ट द्याट ग्राउन्ड एक्सेस नानीहरूलाई इजिली हुनु पर्यो र फुटबल एउटा खेल्ने चाहिँ दिनु पर्यो। तपाईँले साउथ अमेरिकन मोडलमा जानुपर्छ नेपाल फुटबल। साउथ अमेरिका आज किन सबैभन्दा बेस्ट फुटबलर्सहरू निकाल्दैछ? इन्फ्रास्ट्रक्चर हेर्नुहोस्, नेपाल जस्तै छ, इन्डिया जस्तै छ, इन्डियाभन्दा पनि नराम्रो छ। युरुग्वे, चिली, अर्जेन्टिना, ब्राजिल हेर्नुहोस्, सेम इन्फ्रास्ट्रक्चर छ। तर उहाँहरूले के गर्छ, जुन चाहिँ कल्चर क्रिएट गरेको छ, जहाँ जहाँ जग्गाहरू ग्राउन्ड त्यसै 5 a side 7 a side को त्यहाँ त्यसै छोडिदिन्छ, बल एउटा फ्याँकिदिन्छ, नानीहरू 10, 15, 100 जना आएर खेल्छ, दिनभरि खेलिबस्छ। त्यहाँदेखि रोनाल्डो, ब्राजिलियन रोनाल्डो, रोनाल्डिन्यो जस्तो प्लेयर्सहरू, लुइस डायस प्लेयर्सहरू, साउरेजहरू जस्तो प्लेयर्सहरू प्रड्युस गर्छ। र हामीले ग्राउन्ड जति बनाउन सक्छ राम्रो, अलिकति खेल्ने लायकको ग्राउन्ड र इक्विपमेन्ट बल्सहरू हामीले दिनु सक्यो र गाउँमै कतिवटा कमिटीले चाहिँ नानीहरूलाई अलिकति त्यो अर्गनाइज गरिदियो, टुर्नामेन्ट हप्तामा एउटा अर्को गाउँसँग अर्को स्कुलसँग कम्पिटिसन, ट्रेनिङमा गाउँमा धेरै खेलाडीहरू हुन्छ, त्यो खेलाडीहरूलाई पनि एउटा सिस्टममा लिएर कोचिङ गराउन। अब हामीले चाहिँ